जब मानिसलाई अरूको दुःखमा हाँसो आउन थाल्छ, त्यही दिन उसको मानवताको अन्त्य हुन्छ। तपाईको हार वा जित तपाईको सोचमा हुन्छ। हार मान्नुभयो भने हार हुन्छ, यदि गर्छु भनेर ठान्नुभयो भने जित हुन्छ। जब कुरा जरुरतको आउँछ, तब बोली सबैको मिठो हुन्छ। तपाईँ धेरै खुसी भएको बेला र धेरै दुखी भएको बेलामा कहिल्यै पनि निर्णय नलिनुहोस्, किनकि तपाईँले यस्तो अवस्थामा सही निर्णय लिन सक्नुहुन्न। सङ्घर्षरत जीवनबाट कहिल्यै पनि नडराउनुहोस्। यसबाट डराउने होइन, लड्न सिक्नुहोस्। यदि जमिन राम्रो छ, मल राम्रो छ, तर पानी छैन भने फुल फुल्दैन। विचार राम्रो छ, कर्म पनि राम्रो छ, तर बोली नै खराब छ भने सम्बन्ध कहिल्यै पनि चल्दैन। कसैको नराम्रो दिन हेरेर हाँस्ने गल्ती कहिल्यै पनि नगर्नुहोस्, किनकि यो समय हो, पालो सबैको आउँछ। यदि तपाईँ ईश्वरलाई विश्वास गर्नुहुन्छ भने अप्ठ्यारोमा पनि मार्ग पाउनुहुन्छ। तपाईँ जति सत्य बोल्नुहुन्छ त्यति नै एक्लो बन्नुहुन्छ। जब मानिस टाढिन खोज्छन्, तब सबभन्दा पहिले उनीहरू कुरा गर्न कम गर्छन्।